हामी सुरु गरौँ है त। ठिक छ हस्। आज हामी रामपुर उद्योग वाणिज्य सङ्घकै आफ्नै भवनमा आएर भर्खर निर्वाचित हुनुभएको अध्यक्षसँग छु अगाडि। हजुर। अनि अहिले यो कुर्सीमा बस्दाखेरि तपाईँलाई कस्तो महसुस भइरहेको छ? अब मलाई त यो कुर्सीमा बस्दाखेरि एउटा जिम्मेवार महसुस भइरहेको छ, किनभने यो क्षेत्रमा रहनुभएका आम व्यापारी व्यवसायीहरूले हामीलाई भरोसा गरेर सर्वसम्मत हिसाबले हामीलाई निर्वाचित गरेर पठाउनु भएको छ। आम व्यवसायीहरूका पीडा समस्यालाई पक्कै पनि हामीले सुन्नेछौँ भन्ने हिसाबले उहाँले जुन विश्वास गर्नुभयो, त्यसैको हिनाले पनि मलाई एकदमै यो पदमा बस्दा, यो कुर्सीमा बस्दा अत्यन्तै जिम्मेवारी बोध भएको छ। सरसर्ती हेर्दाखेरि रामपुर नगरपालिका हजुर अहिले उदाउँदो एउटा बिजनेस हब, बिजनेस सिटी भनौँ न। हजुर। चितवन, नारायणगढसँगैको लगभग सामिप्यता एकदम बढेको छ। हिजोको स्थिति हेर्दाखेरि हामीले बुटवल हेर्थ्यौँ, हजुर, अहिले चितवनसँग पनि नजिकिएको छ होइन। सँगसँगै फेरि हाम्रो दोस्रो अन्तर्राष्ट्रिय भनौँ न एयरपोर्ट पोखरा, त्योसँग पनि एकदम नजिकै आइरहेको छ। यो अवस्थामा यो अलिकति चुनौतीपूर्ण पनि छ, तर यो सँगसँगै अवसर पनि छ। यो अवसरहरूलाई तपाईँले यो रामपुरलाई कसरी लिङ्क गर्नुहुन्छ त? हजुर, अब यो यस्तो छ, तपाईँको यो रामपुर भनेको उदाउँदो एउटा सहरको रूपमा जुन हिसाबले विकास भइरहेको छ, यसको भविष्यमा निकै नै सम्भावना छ भन्ने कुरा हामी मात्रै भन्दैनौँ। जो रामपुरमा चाहिँ भिजिट गर्नुहुन्छ, जस्तो चाहिँ विभिन्न उद्योग वाणिज्य सङ्घबाट यहाँ होइन रामपुरमा भेटघाट गर्नुहुन्छ, हामीसँग आउनुहुन्छ, बस्नुहुन्छ, छलफल गर्नुहुन्छ, हामीले पनि यहाँका सम्भावनाबारे होइन यहाँ उहाँहरूलाई देखाउने गर्छौँ। त्यो देखाउँदाखेरि उहाँले पनि यो रामपुर अत्यन्तै सम्भावना बोकेको ठाउँ हो, किनभने यो चाहिँ तपाईँको एउटा पोखरा जस्तै एउटा उपत्यकाको रूपमा यो चाहिँ यहाँ छ। तपाईँको यसको चाहिँ विभिन्न जिल्लाको यो बजार पनि रहेको छ। तपाईँको स्याङ्जा, तनहुँ, पाल्पा होइन, त्यसपछि नवलपरासीको यो मुख्य बजारको रूपमा पनि यो रहेको कारणले गर्दाखेरि यसको सम्भावना निकै नै छ। त्यसैले हामी सबैले जति पनि हामी चाहिँ रामपुरमा यहाँ बस्छौँ, यहाँ बस्ने साथीहरूले चाहिँ यसलाई रामपुरको बारेमा नकारात्मक टिप्पणी गर्नुभन्दा सकारात्मक हिसाबले त्यसलाई टिप्पणी गरेर सबैले हातमा हात होइन साथमा साथ दिएर अब तपाईँको नकारात्मक कुरा चाहिँ हामीले तपाईँको इन्टरनल गर्नुपर्छ, बाहिर सामाजिक सञ्जालमा चाहिँ ल्याउनु हुँदैन। सकारात्मक कुरा चाहिँ हामीले सामाजिक सञ्जालमा या अन्य कुरा ठाउँमा त्यो ल्याउन सक्यौँ भने मात्रै यो ठाउँ राम्रो छ, यहाँ चाहिँ बसाइ जान पर्छ, यहाँ चाहिँ व्यापार गर्न आउनुपर्छ भन्ने चाहिँ आम अरू क्षेत्रमा बस्ने मानिसहरूको पनि हुने हुँदा, त्यसैले म चाहिँ सबैजना जस्तो तपाईँ हामी मात्रै होइन, आम चाहिँ पब्लिक पनि सकारात्मक पक्षबाट होइन तपाईँको चाहिँ नराम्रो काममा खबरदारी गर्नु पऱ्यो होइन, सकारात्मक काममा पनि यसलाई चाहिँ तपाईँको राम्रो हिसाबले चाहिँ हामी उत्रिन सक्यौँ भने यो रामपुरको एउटा सम्भावना भएको ठाउँ हो। त्यसैले सबै साथीहरूलाई तपाईँको मिडियाबाट पनि सकारात्मक हिसाबले प्रस्तुत भइदिनको लागि म अनुरोध पनि गर्न चाहन्छु। म यो कुरा भनिराख्दाखेरि रामपुर नगरपालिका र स्थानीय सरकार यो अभिभावक नै हो। हजुर। अनि अभिभावकको त ठाउँमा पुगिसकेपछि जनताहरूले गुनासो गर्ने ठाउँ त हुन्छ, स्वाभाविक हो। कतिपय कुराहरू प्रश्न गर्ने ठाउँ पनि हो त्यही, अनि जवाफ पाउने ठाउँ पनि त्यही हुन्छ। अनि स्थानीय सरकार लगायत स्थानीय सरकार सँगसँगै जोडिएर आएका अब यस्तै भनौँ न उद्योग वाणिज्य सङ्घहरू जस्ता हुन्छन् होइन, अनि यो लगायत अरू सामाजिक सङ्घ संस्थाहरू होला आफ्नो ठाउँमा छ। कतिपय कुरा जनताहरूले सही ठाउँमा गुनासो गर्ने ठाउँ नभेटेर अथवा त्यो गुनासो गर्दाखेरि पनि त्यसको सुनवाई नभइसकेपछि अलिकति मिडियामा आउने हो कि भन्ने कुरा हो। कतिपय कुरा त नेगेटिभ पनि होलान् होइन, कतिपय कुरा सबै कुरालाई नेगेटिभ नै भनेर नकारात्मक नै भनेर त्यसलाई पाखा लाउनु भन्दा पनि त्यसको समाधानतिर जाने हो कि भन्ने कुराहरू हो। तपाईँले आफ्नो कुर्सीमा बसेर भन्नुपर्दाखेरि यी विषयहरूलाई कसरी लिनुहुन्छ? अनि मैले कसरी लिन्छु भने जस्तो चाहिँ हामीबाट केही कमजोरी भयो भने होइन सम्बन्धित व्यक्तिहरूले हामीलाई भन्नुभयो भने त्यसलाई हामी चाहिँ होइन सुधार्नको लागि आम चाहिँ व्यवसायका के समस्या छन् हामीसँग आउनुभयो भने हामी त्यो समाधानको चाहिँ बाटो खोज्ने कुरा रहन्छ होइन। तपाईँको चाहिँ अब त्यो सम्बन्धित व्यक्तिलाई नभन्ने, अनावश्यक चाहिँ त्यो तपाईँको सामाजिक सञ्जालमा या अन्य ठाउँमा त्यो चाहिँ गर्नु अलिक उचित हुन्न कि भन्ने मेरो आफ्नो व्यक्तिगत बुझाइ हो होइन। यहाँले यसलाई कसरी लिनुहुन्छ यो तपाईँको कुरा पनि रह्यो। मैले चाहिँ खास विशेष जोड्न खोजेको कुरा के हो भने हामीले जस्तो परिवारभित्र पनि कहिलेकाहीँ सानातिना चाहिँ झगडाहरू हुन्छन् नि, त्यो परिवारभित्र भएका झगडाहरू त्यो परिवारभित्रै बसेर चाहिँ तपाईँको चाहिँ मिलायो भने त्यो सहज हिसाबले ल्यान्डिङ हुन्छ। अनि त्यो परिवारभित्र भएको झगडाहरू चाहिँ बाहिर निकालिदियो या चाहिँ बाहिर अरूलाई पनि थाहा दियो भने त्यो नकारात्मक खालको त्यसले असर गर्छ होइन। त्यो चाहिँ झन् बिग्रदो या चाहिँ झन् नराम्रो हिसाबले
त्यो अलिकति मैले कस्तो भने त्यो ठाउँसम्म नपुगोस् यो स्थिति हो। मैले जोड्न खोजेको के हो भने हामी चाहिँ रामपुर भनेको हैन समाधान होस्। रामपुर भनेको पनि एउटा परिवार हो हैन, एउटा स्थानीय सरकार पनि एउटा परिवार हो। यहाँ भएका कुराहरू हैन, या चाहिँ हाम्रो राम्रो दुबाईसँग भनेको नि एउटा परिवार हो। जस्तो आम व्यवसायीका केही चित्त बुझेनन् भने यो भनेको सबैको साझा घर हो हैन। यहाँहरु भन्नुभयो, उहाँको समस्या राख्नुभयो हैन, अनि हामीलाई सुनाउनु भयो, हामीले छलफल पछाडि एउटा चाहिँ निष्कर्षमा एउटा चाहिँ एउटा बाटोमा पुर्याउँछौँ हैन। त्यही भएर मैले जोड्न खोजेको कुरा के हो भने केही समस्याहरू छन् भने सम्बन्धित सरकार ठाउँमा चाहिँ त्यो कुराहरू व्यक्त गर्नुपर्छ। व्यक्त गर्दा पनि ती कुराहरू चाहिँ समाधान भएनन् भने बल्ल अर्को बाटो खोज्नुपर्छ। मैले भन्न खोजेको यति मात्रै हो। ठिकै छ। मैले अलि फेरि कस्तो रह्यो भने रामपुर एउटा इतिहास बोकेको एउटा सहर छ है। मैले पनि एउटा कार्यक्रम गर्न खोजिरहेको छु भने धेरैवटा भिडियो पनि लिइसकेको छु, एउटा रामपुरको इतिहास विगत र वर्तमान भनेर। रामपुरलाई तपाईँले कसरी चिन्नु भएको छ, यसको डेमोग्राफी, हिस्ट्रीदेखि लिएर जियोग्राफीदेखि लिएर कसरी हेर्नुभएको छ, र अनि यदि भविष्यमा तपाईँ यो क्षेत्रको अहिले त अध्यक्ष हुनुहुन्छ रामपुर उद्योग वाणिज्य सङ्घको हैन, बाई चान्स होइन कुनै अवसर आयो भने मेयरै किन नहोस्, एउटा संसदीय अवसर आयो भने तपाईँले यो क्षेत्रलाई, त्यो हिस्ट्रीलाई कसरी लिएर जान सक्नुहुन्छ? अब यस्तो छ, अहिले म चाहिँ रामपुर उद्योग वाणिज्य सङ्घ अध्यक्ष हो। म अध्यक्षको हैसियतले मात्रै म तपाईँसँग कुराकानी गर्न चाहन्छु, किनभने भोलिका कुरा हैन त्यो जे पनि हुनसक्छ, त्यो समयले बनाउने कुरा हुन्। रामपुरको हिस्ट्रीसँग र यो व्यापारसँग मन जोडिएको कि जस्तो रामपुरको हिस्ट्री हिजो त हामी बटोली जाने भन्दा थियो हैन, पैसाले किन्नु भन्दा पनि सामानहरू लिएर गएर साटेर लिएर आउने थियो। त्यसपछि हाम्रो व्यापारिक थलो भनेको आर्यबान्जिङ आयो, आर्यबान्जिङ पछि यता वालिङ आएको रहेछ हैन। वालिङ पछि गर्दै गर्दै कहिले भीमादेखि लिएर यताउता हैन खच्चरले सामान ट्रान्सफर गर्ने, मान्छेले बोकेर गर्नु पर्दो रहेछ हैन। त्यो स्थितिबाट यहाँसम्म आउँदाखेरि अहिले त तपाईँ आफ्नै भवनमा पनि बस्नु भएको छ, यो विकास क्रम नै हो हैन। यसलाई अझै जीवित र भविष्यमा रामपुर उद्योग वाणिज्य सङ्घले के काम गर्दैछ, कस्तो किसिमको योजना ल्याउँदैछ हैन, यहाँले एकदमै महत्त्वपूर्ण विषय उठाउनु भयो, यहाँलाई धन्यवाद पनि छ। अब हामी चाहिँ अब भर्खरै मात्रै नवनिर्वाचित कार्यसमिति यहाँ आएका छौँ। अब हामीले सबैभन्दा पहिला अब बजारमा केही काम गर्नुपर्छ भन्ने एउटा हुटुटी बोकेर आएका छौँ। त्यसैले हामीले चाहिँ के गरेका छौँ भने तपाईँको हाम्रो कार्यशाला गोष्ठी यो भदौको तपाईँको चाहिँ 5 र 6, 7 3 दिन चाहिँ लगाएर हामीले यो 3 वर्षको कार्यकालमा के काम गर्ने भनेर कार्यशाला गोष्ठी गर्ने तयारी गरेका छौँ हैन। र त्यो बिचमा चाहिँ हामीले के पनि गरेका छौँ भने हामीसँग चाहिँ विभिन्न पेशागत व्यवसायहरू हुन्छ। हामीसँग हार्डवेयर व्यवसायको एउटा सङ्घ छ, सुनचाँदीको छ, तपाईँको फेन्सी किरानाको छ, गल्ला किरानाका हैन, तपाईँको चाहिँ ग्यास विक्रेता सङ्घ छ, त्यस्तै गरी ग्रिल तथा स्टिल एल्युमिनियम चाहिँ छन्। यी सबै साथीहरूसँग हामी चाहिँ चरणबद्ध हिसाबले हैन हामी छलफल गर्छौँ उहाँसँग, वास्तविक उहाँहरूका समस्याहरू के छन् हैन, र हाम्रो उद्योग वाणिज्य सङ्घको पहलमा ती समस्याहरू के समाधान गर्न हाम्रो आफ्नो तर्फबाट सक्छौँ, र के चाहिँ समस्या समाधान गर्न हामीले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग हामीले कस्ता खालका चाहिँ हैन उहाँहरूका समस्या लैजान सक्छौँ। किन हामी एउटा उद्योग वाणिज्य सङ्घ भनेको हामी चाहिँ एउटा पुलको चाहिँ काम गर्ने संस्था भएको हिसाबले अब ती व्यवसायको वास्तविक समस्याहरू के छन् र चाहिँ उद्योग वाणिज्यले उहाँहरूले पनि पक्कै भन्नुहुन्छ उद्योग वाणिज्यले यो काम गरिदियो भने हामीले आफ्नो व्यवसायमा चाहिँ सुधार गर्न सक्छौँ हैन भन्ने खालका उहाँहरूबाटै केही कुरा आओस्। हामीले त्यही आधारमा चाहिँ हामीले चाहिँ 3 वर्षको लागि चाहिँ हामीले कार्यशाला गोष्ठी गर्ने हाम्रो चाहिँ त्यो स्ट्राटेजिक प्लानभित्र राखेरै त्यही अनुसार चाहिँ हामी कार्यक्रम गर्ने तयारीमा गइरहेका छौँ। मलाई हामी चाहिँ यो पदाधिकारी बैठक बसेर 2-3 दिनमै हामीले चाहिँ ती विभिन्न साथीहरूलाई बोलाएर छलफल गरेर अरू कार्यक्रम चाहिँ हामी अगाडि बढाउने प्लान बनाइरहेका छौँ। रामपुर उद्योग वाणिज्य सङ्घ संस्थापक अध्यक्ष पनि हुनुहुन्छ भजन ढका, उहाँलाई संस्थापक अध्यक्ष, उहाँलाई बिर्सन हामीले कहिले पनि सकिँदैन। उहाँलाई जहिले पनि कालान्तरसम्म पनि उहाँको नाम यसमा जोडिरहेको छ हैन। उहाँले एउटा जुन सपना देखेर आउनुभएको थियो अनि जुन पदमा बसिराख्नु भएको थियो, लामो समयसम्म बस्नुभयो, उहाँको एउटा विरासत हुन्छ नि, तपाईँले कसरी थेक्न सक्नुहुन्छ? अब यस्तो छ, हामी सबै चाहिँ अब सबभन्दा पहिला त अध्यक्षजीले अब स्थापना गरेर संस्थालाई यहाँसम्म ल्याउनु भयो। म चाहिँ अब अहिलेको अध्यक्ष हिसाबले र हाम्रो टिमको तर्फबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने उहाँले लामो समय तपाईँको चाहिँ यहाँ नेतृत्व गर्नुभयो र उहाँले धेरै दुःख पनि गर्नुभयो, किनभने तानसेनबाट एउटा तपाईँको झोलामा हैन तपाईँको चाहिँ एउटा संस्था लिएर आएर अहिले यो स्थानसम्म ल्याउनमा उहाँको ठुलो योगदान छ। उहाँले आफ्नो सबै व्यवसायलाई पनि छोडेर
होइन निरन्तर रूपमा चाहिँ यो संस्थालाई अगाडि बढाउनको लागि निरन्तर लाग्नुभयो। कतिपय मान्छेका चित्त बुझ्छन् बुझ्दैनन् होइन, त्यो मान्छेले पछाडिबाट आलोचना गर्छ, त्यो अलग कुरा हुन् होइन। तर चाहिँ एउटा मान्छे संस्थामा लागेर काम गर्न दुःख छ होइन, तपाईँले पनि बुझ्नुहुन्छ यो विषयमा। त्यही भएर उहाँको चाहिँ ठुलो योगदान छ, त्यसको हामीले सबैले कदर गरेका छौँ र हामीले पनि सकेसम्म आफ्नो कार्यकालमा कसरी सकिन्छ राम्रो गर्नको लागि प्रयास गर्ने हो होइन। अब यो त भोलि काम गर्दै जाँदाखेरि कति गर्न सकिन्छ सकिन्न कुरा यो सबै समयले देखाउने कुरा हो, तर हामीले जति सकिन्छ राम्रो काम गर्छौँ भन्ने उद्देश्यले होइन हामीले जिम्मेवारी लिएका छौँ, म लगायत हाम्रो टिमले। र हामी चाहिँ कसरी सकिन्छ राम्रो गर्ने पक्षमै हामी निरन्तर रूपमा बरु आफ्नो पेसा व्यवसायलाई एकछिन केही समयको लागि थाती राखेर भए पनि हामी चाहिँ अब लाग्छौँ, यसमा कोही कन्फ्युज नै छैन। हजुर। अनि अलिकति हामी फरक विषय भनौँ न। हजुर। उद्योग वाणिज्यले हजुर उद्योग वाणिज्य सङ्घले नितान्त व्यापारीहरूको पिरमर्का बुझिने मात्रै हो कि त्यो सँगसँगै उपभोक्ताको समस्या पनि बुझ्छ? होइन, त्यो सबै हामी चाहिँ व्यवसायिकका समस्या पनि बुझ्छौँ, उपभोक्ताको हितको विषयमा पनि हामी कुरा गर्छौँ होइन। अहिले मैले त कस्तो देख्छु व्यवसायीहरू आफ्नो हित अधिकारहरू त उहाँले खोज्नुहुन्छ, आफ्नो ठाउँ छ होइन, यसमा हुन्छ। उपभोक्ता कहाँ जाने भन्दाखेरि जस्तै उपभोक्ता मञ्च भनिन्छ, अब त्यसको अस्तित्व यहाँ रामपुरमा छैन अहिले होइन। तर अहिले सरसर्ती हेर्दाखेरि त व्यापारी मात्रै पनि होइन कि उद्योग वाणिज्यले त उपभोक्ताको अधिकार पनि हेर्न सक्नुपर्छ नि भन्ने कुरा एउटा गुनासो मान्छेको हुन्छ नि, यो जनताहरूको माग पनि हो होइन। जस्तै क्वालिटी सामान उहाँले पाउनु पर्यो होइन, त्यो सामान आफूले उचित मूल्यको अनि आफूले तिरेको मूल्य अनुसारको सामान पाउनु पर्यो होइन। अनि त्यसमा मूल्य वृद्धिहरूको अस्वाभाविक तरिकाको मूल्य वृद्धिहरू छन् यसमा। अनि सँगसँगै कालाबजारीको अलिकति ट्याग पनि लगाइएको छ होइन, त्यो छ या छैन त्यो आफ्नो ठाउँमा छ होइन, तर कतिपयको गुनासो त छन् नि। यो यस्ता कुराहरूलाई उद्योग वाणिज्यले कसरी ह्यान्डल गर्छ? होइन, यस्तो छ, हामीले के भनेका छौँ भने तपाईँको चाहिँ अब यो कालोबजारी त रामपुर मलाई छ जस्तो मलाई लाग्दैन होइन। अब अलि पहिला त्यो ग्यासको कुरा आएको थियो, त्यो तपाईँले चाहिँ हामीले तपाईँलाई यहाँ बोलाएर पनि त्यो विषयमा तपाईँलाई क्लियर गऱ्यौँ। कतिपय चाहिँ अब उपभोक्ताले तपाईँको चाहिँ अब घरसम्मै पुर्याइदिने आह्वान गरेपछि हाम्रा साथीहरूले त्यो न्यूनतम डेलिभरी चार्ज होइन लिनुभएको कुरा अब तपाईँलाई त्यो विषयमा हामी चाहिँ छलफल भइसकेको छ होइन। र अर्को कुरा चाहिँ तपाईँको हामीले चाहिँ कस्तो भने अब अन्य कुरामा प्रतिस्पर्धा गर्ने होइन, हामीले चाहिँ तपाईँको सेवामा प्रतिस्पर्धा गर्नुपर्छ होइन। हामीले व्यवसायलाई क्लियर बनाएका छौँ, हामीले सेवामा प्रतिस्पर्धा गर्ने होइन, हामीले इमान्दारितामा तपाईँको चाहिँ प्रतिस्पर्धा गर्ने, ताकि चाहिँ त्यो अन्य कुरामा हामीले प्रतिस्पर्धा गऱ्यौँ भने स्वतः व्यवसायीहरू सबै बिग्रनुहुन्छ। त्यही भएर कसले चाहिँ इमान्दारीका साथ व्यापार गर्न सक्छ, कसले सेवामा चाहिँ एकदमै चाहिँ तपाईँको प्रतिस्पर्धा गर्न सक्छ, कसले राम्रो सेवा दिन सक्छ, त्यो कुरामा प्रतिस्पर्धा गऱ्यौँ भने एउटा व्यवसाय वास्तविक व्यवसाय बन्न सक्छ होइन। त्यसले एउटा आफ्नो व्यावसायिक क्षेत्रमा सफलता पनि प्राप्त गर्छ। त्यही भएर यिनै कुरामा चाहिँ हामीले साथीहरूलाई हामी आग्रह गर्छौँ त्यही कुरा चाहिँ प्रतिस्पर्धा गर्नु। अन्य कुरामा चाहिँ तपाईँको मूल्यका कुरामा अन्य कुरामा बढी प्रतिस्पर्धा गऱ्यो भने आफै बिग्रन्छ होइन। त्यही भएर हामीले त्यो कुरालाई चाहिँ महत्त्व दिएका छौँ। रामपुर उद्योग वाणिज्यमा सङ्घमा हजुर राजनीतिक गतिविधि कति हुन्छ? राजनीतिक गतिविधि यस्तो छ, यहाँ चाहिँ तपाईँको यो संस्थाभित्र आइसके पछाडि कुनै पनि खालको राजनीतिक गतिविधि हुँदैन। तर बाहिर हिसाबले त मान्छे अहिले त सबै मान्छे एउटा एउटा पार्टीमा होइन स्वाभाविक लागिरहेछ होइन। तपाईँ पनि कुनै पार्टीसँग बिलोङ गर्नुहुन्छ होला, ताकि बेसरी चाहिँ नखटे पनि भोट त हाल्नुहुन्छ पक्कै पनि होइन। त्यही भएर मान्छे हाल्नु पऱ्यो। त्यही त अब यो तपाईँको कस्तो भने पार्टी भनेर होइन, हामी पार्टी भनेर यहाँ त्यस्तो केही पनि छैन होइन। यहाँ भित्र आइसके पछाडि हामी तपाईँको चाहिँ पार्टीका केही पनि कुरा गर्दैनौँ, पार्टीका गतिविधि केही पनि हुँदैनन्, पार्टीका नेताले चाहिँ भनेको कुराहरू यहाँ केही पनि चल्दैन। निर्धान्त होला यो पार्टीले भनेको कुराहरू व्यवसायहरू लागु नहोला। तर सरस्वती हेर्दाखेरि के देखिन्छ भने प्रतिनिधित्व गरेर आउनुहुन्छ नि, हजुर छुट्याइएको छ नि त हजुर। होइन त्यस्तो केही छैन, होइन त्यो छैन, देखिन्छ कि भन्ने कुरा होइन, त्यस्तो छैन। त्यो त तपाईँको चाहिँ अब होइन, अब यो त तपाईँ अन्त बरु हुन्छ, अन्त चाहिँ तपाईँको चाहिँ एउटा फल्लो पार्टीको एउटा प्यानल बनाउने, अर्को पार्टीको एउटा प्यानल बनाउने होइन। तर यहाँ त भएन नि त्यस्तो। यहाँ त रामपुर उद्योग वाणिज्यसँग तपाईँले त्योबाट अलिकति एकदमै अलग छ त्यो कुरा, एकदम निश्चित। अनि मैले अलिकति समाजमा बजारमा आएका आरोपहरूको कुरा पनि गर्छु होइन। जस्तै रामपुर उद्योग वाणिज्य सङ्घले के गरेर यसको उपलब्धि यसले गर्ने कुराहरू के र भन्दा पनि 2 वर्षमा मेला महोत्सव गर्ने र मेला महोत्सवमा आएको आय आर्जनहरूको पारदर्शी नहुने भन्ने कुरा चाहिँ आरोप छ, के छ? होइन, यो चाहिँ तपाईँको यस्तो छ, त्यो आरोप मान्छेले जसलाई जसरी लगाए पनि त्यो मिल्छ होइन। तर हाम्रो नियमित चाहिँ बैठक हुन्छ, नियमित बैठकमा तपाईँको खर्च चाहिँ सार्वजनिक हुन्छ
होइन तपाईँको त्यो आरोप लगाउने कुरा त मान्छेले जसरी लगाए पनि त्यो मिल्ने कुरा नै रहन्छ होइन तर हाम्रो त्यस्तो छैन अब नियमित बैठक हुने नियमित बैठकमा कति आम्दानी भयो कति खर्च भयो होइन त्यो सबै चाहिँ कार्यसमिति बसेर त्यसलाई अनुमोदन गर्ने नबुझेको कुराहरू वास्तवमा रामपुर महोत्सव के को लागि गरिन्छ रामपुर महोत्सव यस्तो छ विशुद्ध यो ठाउँको पहिचानको लागि होइन अनि तपाईँको यो स्थानीय स्तरका तपाईँको चाहिँ विभिन्न होइन लुकिरहेका प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्य पनि एउटा रहन्छ किनभने त्यो महोत्सवको माध्यमबाट होइन सानसाना बच्चाहरूले आफूसँग जे क्षमता छ त्यो प्रदर्शन गर्न पाउँछन् र उनीहरूलाई कन्फिडेन्ट लेभल पनि बढ्छ होइन त्यो हिसाबले पनि प्रतिभाहरू भन्दा पनि र अर्को कुरा चाहिँ उत्पादन क्षेत्रको कुरा र अर्को चाहिँ उत्पादन पनि तपाईँको यहाँ जति पनि स्थानीय उत्पादनहरू होइन उत्पादन भएका छन् त्यो हामीले कति गर्न सक्यौँ सकेनौँ तर उद्देश्य खास के हो भने हामीले स्थानीय रूपमा उत्पादन भएका वस्तुलाई यसको बजारीकरण गर्ने होइन र चाहिँ यो नै हाम्रो चाहिँ मुख्य उद्देश्य रहेको छ तर कतिपय कुराहरू चाहिँ काम गर्ने क्रममा होइन सबै कुरा चाहिँ 100% गर्न सकिन्छ भन्ने कुरा पनि रहँदैनन् तर हामीले प्रयास गर्ने हो हामीले आग्रह गर्ने हो जस्तो हामीले चाहिँ कृषकहरूलाई चाहिँ आफूले उत्पादन गरेका चाहिँ कुराहरू ल्याउनुहोस् त्यहाँ देखाउनुहोस् बेच्नुहोस् त हामीले भनेका छौँ होइन त्यो नल्याउनु त उहाँहरूको कुरा हो होइन र अर्को चाहिँ महत्त्वपूर्ण कुरा के छ भने जस्तो रामपुरलाई एउटा परिचय दिने होइन देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय दिने सबैभन्दा ठुलो माध्यम भनेको यो रामपुर महोत्सव हो होइन यसले सँगसँगै मैले के भने तपाईँहरूले यो व्यापारको क्षेत्रको लागि अलिकति उठाउनको लागि यो भन्नुहुन्छ होइन यही व्यापारीहरूबाट नै के आउँछ भने मेला महोत्सव भयो भने यसले गर्दा हाम्रो 1 वर्षसम्म व्यापारको मन्दी आउँछ भनेर उहाँको अलिकति गुनासो कि हो होइन यो चाहिँ स्वाभाविक रूपमा पहिलादेखि नै आएको गुनासो हो अहिले त्यही भएर हामीले के भनेको छौँ भने सबै व्यवसायी साथीहरूलाई हामीले बोलाउने उहाँहरूसँग छलफल गर्ने उहाँहरूको चाहिँ सुझाव लिने उहाँहरूको सुझाव जे हुन्छ त्यही अनुसार हामी अगाडि बढ्ने अब तपाईँको चाहिँ हामीले त अब के पनि अब होइन उहाँलाई कस्तो सुझाव ल्याउनुहुन्छ उहाँले पछाडि कुरा रहे नत्र भने अब तपाईँको बाहिरबाट अरू व्यापारी नल्याएर हाम्रै सबै व्यापारीले यहीँ भएको चाहिँ स्टक सामानहरूलाई आउट गर्न त मिल्छ नि मिल्दैन र होइन जति पनि मान्छेका चाहिँ उहाँले बेच्ने सामानहरू चाहिँ बेच्नु भएको छ सज हिसाबले उहाँहरूसँग स्टक रहेर 4-5 वर्षदेखि चाहिँ थन्किएको गोदाममा थन्किएको सामान त यो मेला महोत्सवको मार्फतबाट बेच्न पनि मिल्छ होइन त्यो उहाँले चाहिँ अलिकति ध्यान दिनु पऱ्यो उहाँलाई आग्रह पनि गर्छौँ यो विषयमा त्यही भएर मैले तपाईँलाई पहिला पनि जोडेँ अब यो वर्ष हामी चाहिँ निर्वाचित भएर आइसके पछाडि हामी उहाँहरूलाई यहाँ बोलाउँछौँ सबै साथीहरूको चाहिँ के खालको चाहिँ गुनासो आउँछ उहाँहरूको के खालको सल्लाह आउँछ उहाँहरूको सल्लाह अनुसार नै हामी यो हाम्रो चाहिँ 3 वर्षीय रणनीतिक कार्यशाला कार्ययोजनामा हामी समावेश गर्छौँ र सोही अनुसार हामी चाहिँ काम गर्छौँ मैले एउटा हजुर यथार्थ भनौँ कि के भन्नु होइन बाहिर आएको कुराहरू हुन् यिनीहरू होइन मैले ठ्याक्कै त्यो शब्द म प्रयोग गर्दिनँ यहाँ होइन हजुर तर विगतमा रामपुर उद्योग वाणिज्य सङ्घबाट प्रतिनिधित्व गरेर विदेश भ्रमण कतिजना जानुभएको थियो र कतिजना फर्किनु भएको थियो डेटा छ यो चाहिँ यस्तो छ रामपुर उद्योग वाणिज्य सङ्घबाट चाहिँ प्रतिनिधित्व गरेर गएको होइन होइन आफ्नो हिसाबले जानुभएको हो तर चाहिँ रामपुर उद्योग वाणिज्य सङ्घ आबद्ध भएको मान्छे हुनुहुन्थ्यो होला त्यो अलग कुरा रह्यो होइन आरोप हो यो चाहिँ तपाईँ सही कुरा उठाउनु भयो यो चाहिँ वास्तविक तपाईँको रामपुर उद्योग वाणिज्य सङ्घले सिफारिस गरे कोही विदेश गएको होइन यो चाहिँ आफ्नो हिसाबले जस्तो कोही चाहिँ घुम्न गयो कोही चाहिँ तपाईँको कोही धेरै साथीहरू अब आफ्नो व्यवसाय बिग्रियो अनि चाहिँ उद्योग वाणिज्य सङ्घ भाग्यशाली विदेशै जान्न पाउनु त भएन नि त होइन जान्नु पाउनु पऱ्यो होइन त्यो आफ्नै हिसाबले गएको यो चाहिँ अब भनेपछि यसमा उद्योग वाणिज्यको केही छैन त्यसको होइन यो चाहिँ यो बाहिर एउटा मैले पनि सुनेको छु बाहिर बजारमा यो भ्रम छ तर उद्योग वाणिज्यसँग कुनै सिफारिस केही त्यस्तो केही होइन यो ल होइन मैले जनताहरूले पनि तपाईँलाई होइन कतिपय ठाउँमा तपाईँहरूले भन्नुभएको छ कि उद्योग वाणिज्य रामपुर उद्योग वाणिज्य सङ्घबाट घुम्न गए र कतिपय विदेश भ्रमण जानुभयो र उहाँहरू फर्किनु भएन अथवा उतै बस्नुभयो के भन्ने एउटा आरोपहरू छ तपाईँहरू आजदेखि के क्लियर हुनुहोस् भने उहाँहरू कोही पनि रामपुर उद्योग वाणिज्य सङ्घले सिफारिस गरेर उहाँहरू जानुभएको होइन भन्ने कुरा नवनिर्वाचित अध्यक्षबाट तपाईँले सुन्नुभयो यो कुरामा क्लियर हुन्छ है अब जाँदै अन्त्यमा अब हाम्रा नगरवासीहरू व्यापारीहरू अनि त्यसपछि उपभोक्ताहरूलाई रामपुर उद्योग वाणिज्य सङ्घबाट समाज परिवर्तनको लागि के सन्देश दिनुहुन्छ यस्तो छ तपाईँको चाहिँ अब काम गर्ने कुरामा मैले तपाईँलाई पहिला पनि भनिसकेँ हामी चाहिँ विभिन्न व्यवसायहरूसँग पेशागत व्यवसायहरूसँग बसेर छलफल गरेर होइन तपाईँको यहाँ चाहिँ स्थानीय सरकार हुनुहुन्छ सङ्घीय सरकार हुन्छ प्रदेश सरकारका चाहिँ मान्यजीहरू हुनुहुन्छ उहाँहरूसँग परामर्श गरेर के काम गर्ने भन्ने कुरा हामीले आफ्नो कार्ययोजनामा बनाएर हामी चाहिँ काम गर्छौँ होइन त्यो विषयमा अब हामी भर्खर आछौँ होइन त्यत्तिकैमा आफ्नो हिसाबले बोलेर त भएन नि त होइन सिङ्गो टिमले एउटा चाहिँ तयार गरेको कुरा चाहिँ हामी गर्ने हो होइन र अर्को कुरा चाहिँ के सन्देश दिन खोज्नुहुन्छ भन्ने कुरामा म सबैलाई चाहिँ म के आग्रह गर्न चाहन्छु भने हामी
सकारात्मक बनाउँ होइन, खबरदारी गर्ने ठाउँमा खबरदारी गरौँ, सहयोग गर्न पर्ने ठाउँमा चाहिँ मिलेर सबैले चाहिँ सहयोग गरौँ होइन। यो रामपुर भनेको तपाईँ हामी सबैको चाहिँ रामपुर हो। यसलाई सकारात्मक हिसाबले सकारात्मक ऊर्जा दिएर यसलाई अगाडि बढाउनुपर्छ। यो नै यहाँका सबै आम चाहिँ रामपुरमा रहनुभएका उद्योगी, व्यापारी, व्यवसायी र सम्पूर्ण होइन अब समुदायहरूलाई म यही आग्रह गर्न चाहन्छु।